अरूभन्दा चाहिँ लास्टै ज्ञानी रहेछ कि हो सबभन्दा ज्ञानी चाहिँ यही रहेछ कि देख्न सक्नुहुन्छ हाम्रो सराउन्डिङै डेन्जर के ए ठोकिन लागेको थियो उता जङ्गलतिर अलि अगाडि बढाऊ साथीहरू धेरै स्वागत छ मेरो युट्युब च्यानलमा आज चाहिँ हाम्रो यात्रा चाहिँ नारा पार्कको यात्रा छ है के अरे आजको छुट्टीको दिन टक्क लाएर जस युटिलाइज गर्दै अहिले चाहिँ कम्पनीको ओपन एसमी चलिरहेको त्यहीको बिदामा चाहिँ टक्क लाएर युटिलाइज गरेर चाहिँ जस पुरानो कलिगहरूसँग चाहिँ जस घुम्न जान लाग्यो कि अझ केटाहरूलाई वेट गरेर म चाहिँ यहाँ के भन्छ त्यसलाई सिनी इमामी पार्क त्यता आउनु त आएको तर भेटै भएन कि सधैँ यस्तो डेन्जर भिड छ कि आज पनि खतरा कि नारा तर बिस्कुटहरू लैजानुपर्छ आज चाहिँ त्यसो हरिण देखिने भयो लाइभमा असल लाइभमा देखेको छ म लाइभमा के अरे यो हरिणलाई चाहिँ त्यस मजाले पार्कमा बाटोमा खेलिरहेको हुन्छ कि ढुक्कै पारामा कि पहिले धेरै पहिला थियो हेर्ने इच्छा थियो त्यस आज चाहिँ पुरा हुने भयो जसो तसो हाम्रो दुईजना लाउरेहरू कविराम कस्तो लागिरहेको आज एकदम ठिक लाग्यो एक दुई शब्द जाफ्न त यसो धेरै पछि भेट भयो आज हामी घुम्न जाँदैछौँ घुम्न कहाँ जाने कता जाने के गर्ने कसो गर्ने अर्को भिडियोमा आउँछ यो भिडियोमा आधी बाटो आएर बस्यो अब चाहिँ के अरे ट्रेन चढ्नु चेन्ज गर्नु पर्दो रहेछ कि हामी चढेको ट्रेन चाहिँ डाइरेक्ट नजाँदो रहेछ बेला चाहिँ बारीपट्टि गएर चढेर जानु पऱ्यो लगभग 60%को डिस्टेन्स चाहिँ क्लियर भइसक्यो त्यसपछि लगभग अझ 15-20 मिनट जति ट्रेन चढ्ने त्यसो चाहिँ टक्क लाएर के अरे बस चढ्नुपर्छ कि लगभग गाउँ त गाउँतिरै हो हुन चाहिँ त्यही हिसाबले त्यही भएर चाहिँ बस चढ्नुपर्छ भनौँ न जरायो जरायो हो नारा स्टेसन जरायो जरायो भनेको त त्यो अग्लो घाँटी भएको होइन भन्ने त्यसलाई के भन्छ र हिरण भन्छ हिरण किरण भन्छ हिरण हिरण हरिण भन्छ क्या हरिण 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 नै होइन मृग मृग भन्छ कि मृग मृग भन्छ अनि घोरल भन्छ हाम्रो उतातिर चाहिँ घोरल हल्का घोरल थाहा छ घोरल भन्छ अनि चाहिँ हामी चाहिँ टक्क लाएर हाम्रो पापिरामलाई कुरिरहौँ टोइलेट गहन बिस्कुट चाहिँ कहाँ उतातिर पाउँदैन भने पाउँछ होला पाउँछ होला है त्यो किन्न दिनेलाई पाउँदा पाउँछ अलिक महँगो पर्छ होला कि त्यताबाट किन लग्नु किन त्यत्तिकै भारी बोकेर जाने हिसाबले हामी चाहिँ आइयो है नारा स्टेसन अब चाहिँ टक्क लाएर चाहिँ बस चढ्ने कार्यक्रम छ बस चढेर चाहिँ सिधै नारा पार्कमा जानेवाला छौँ हाम्रो अगाडिको भयो है डेन्जर के खतरा जोस् भाइ राख जोस् के भन्छ त्यसलाई पुरै टुरिस्ट के एकदमै जो हेऱ्यो पनि टुरिस्ट मात्रै देखिरहेको हामी चाहिँ नारा पार्कको लागि चाहिँ बस चढिसक्यो कविराम जुस पिरहेको जङ्गलतिरको यात्रा गरेर यो चाहिँ हाम्रो के भन्छ त्यसलाई बागलुङ कालिका भन्ने थाहा छैन कि मलाई म गएको छु त त्यस्तै छ है ठाउँ त्यस्तै भइरहेको छन् नि बाटोमा रुख सोझो खान अलिक धेरै खान पुरा त्यो पुरै घामै छेक्ने तरिकाहरूको कि बाघको त्यो शालिक छ कि त्यहाँ सुरु हातो छ मन्दिर म नेपाल जाँदा एकचोटि गएको थिएँ झन् चाहिँ एकैचोटि त्यहीँ नजिकमा तल बेनी माथि बागलुङ कालिका त हो नि म त गएको टाढै खै लगभग लाग्छ आधी घन्टा 45 मिनट लाग्छ त्यति साह्रो नजिक पनि होइन ठिकै हो तर के जापानिजहरू कोही पनि देखिएनन् है मस्त बसिरहेको बाबु सिलपारामा खाना दिन्छै भनेर ल डरा त यार अन्त आइयो कता आइयो है थाहै भएन कि यस्तो छ हाम्रो पछाडिको मन्दिर चाहिँ पछाडि एउटा मन्दिर छ स्टप चाहिँ रहेछ हाम्रो दुईजना लाउरेहरू चाहिँ थाकेर बसिरहनु पछाडि जाम ल माथि जाम के त्यहाँ उता भित्र छिन ठाउँ छ अझ एकछिन बसेर ल त्यहाँ मन्दिर चाहिँ हेऱ्यो जस खासै केही पनि छैन रहेछ त्यही हो पूजा गर्ने आस्थावानहरूलाई धर्म कर्म गर्नेहरूलाई चाहिँ जस रहेछ हामी चाहिँ सर हेऱ्यो यसो हेरी हिरणहरू यताउति एकैछिन खेलाइयो त्यसो चाहिँ फर्किनु लाग्यो मन्दिर चाहिँ खासै केही पनि छैन रहेछ पछाडिको मन्दिर भइहाल्यो पछाडि छ रातो कलरको बल्ल तल्ल नचाहिने ठाउँमा घुमेछ नारा पार्कको मेन एट्र्याक्सनमा चाहिँ बल्ल आइएछ कि दामी छ कि आमामा टाइट त्यो हो कि हेर्नुपर्ने भने त देख्न सक्नुहुन्छ आमामा हिरण छन् कि डेन्जर धेरै छन् कि
यो हो कि रमाइलो भने त अघि चाहिँ एक दुईजना हिरणलाई छोपेर बसिएर रहेछ कि त्यहाँ बेकार त्यस्तो ठाउँमा यहाँ छ नि हिरण त आमा बच्चा माउ मेल फिमेल सब छन् डेन्जर तरिकाले बसिरहन् सिलबारामा खानेकुरा ल्याउनु पनि है बालै दिइरहेको हामीले खानेकुरा तर आवाज चाहिँ डेन्जर निकालिरहेको है आवाज डेन्जर निकालिरहेको अरूभन्दा चाहिँ लास्टै ज्ञानी रहेछ कि यो सबभन्दा ज्ञानी चाहिँ रहेछ कि टुक्क लाएर बसेर डराएन उता हेर्दा डेन्जर तरिकाले चिल पाडामा बसेर तातो हावाले हेर पुरा हेरेर लास्टै ज्ञानी रहेछ कि लास्टै भन्दा नि ताल हेर्न हिँडियो ताल भन्दा नि कस्तो के भन्ने त्यसलाई पुरै हरियो घाँसै घाँसले निलै देखियो यार ताल भन्दा नि अर्कै देखियो खै लेउै लेउ छ ताल भन्दा पनि डिजाइनै गराएको क्या हो खै त्यसै बनाएको छ यता चाहिँ तिम्रो जिन्दगी पनि हरियाली छ दुःखैमा जाने भयो क्या राम्री राम्री जानेहरू हो कहिले पानी परेर मान्छे भेट्न पाउनु कहिले डिले भएर बस्छौ हामी त यहाँ घुमाइछौँ यार दाइहरू ढुङ्गा चढ्यो अन्त यार ढुङ्गा चढमै गर है ढुङ्गा चढ्न मिल्दो रहेछ यार तल हेर यो हो नि त यहाँ ठाउँ भने त आमा डेन्जर के खतरा खा यार टाइट बोर्डिङ रहेछ अहिले त हामी ठ्याक्क टालमा आइयो डेन्जर छ कि मेरो भ्यू देखाउँछु अहिले यस्तो बबाल छ नि टाइट सही गरिदिएछ आज यो ठाउँमा आएर खतरा कि भिड छ कि मान्छेहरू म सेन्टरमा गएर देखाउँछु यो डेन्जर कि खतरा खा यार ठाउँ यार मान्नुपर्छ यार ठाउँलाई त यार देख्नु सुन्छ हाम्रो सराउन्डिङै डेन्जर कि खतरा खा यार टाइट बोटिङ गर्नलाई डेन्जर छ कि आमा खतरा भ्यू आइरहेको यार है ए ठोकिन लागेको थियो उता जङ्गलतिर अलि अगाडि बढाऊ सक्यो सक्यो स्टप 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 सक्यो सक्यो ल यता गराउ न यता यता हो यता हान न तिमीले उता हान्थ्यौ भने यता हान के छ्याको अपोजिट हान न पहिलाको हो अपोजिट हान न हो त्यो त आइडियाले पनि आइहाल्छ नि त्यो कताबाट कता हानिहाल्छ कता हेर्नुहोस् गाइजहरू झन्डै एक्सिडेन्ट हुन यो ड्राइभरको चाहिँ अलि लाइसेन्स चाहिँ रहन्छ त्यही भएर अब पुलिसलाई कल गर्नुपर्ने भयो अब उनीहरू छिराउँछु भनेको उल्टो ठाउँ गइन्छ कि हामी चाहिँ टक्क लाएर एक राउन्ड हानेर सर र बिचतिर आएर बस्यौँ गर्लफ्रेन्डतिर बोल्दैछन् कमल फेरि केटी भनेपछि अरूतिर ध्यानै गर्दैन ढुङ्गाको पाइलट चाहिँ म है पाइलट चाहिँ म है अर्का चाहिँ खलासी चाहिँ हाम्रो भ्यू चाहिँ यस्तो छ है पुरै त्यो बोटबाट चाहिँ डेन्जर छ कि भ्यू कि देख्न सक्नुहुन्छ सब कपाल आखन होइन हामी नै मात्र हुँदा कि केटाहरू कि हामी ल हाम्रो चाहिँ बोट चढ्ने ढोका चाहिँ पुरा भयो रमाइलो भयो अरूलाई चाहिँ के भन्छ त्यसलाई डेन्जर कि खतरा कपालसँग आउनु चाहिँ डेन्जर हुन्छ कि त्यो केटा भन्दा पनि त्यो सिक्रेटले बनाउनु न खतरा खा कि भ्यू देखेर ठाउँ हुन्छ पछाडिको भ्यू है भरे हामी चढेर आयो त पार त यता पनि रहेछ यार तलतिर यार खतरा कि अघि गएको छुट्टै ठाउँ थियो यता पनि ठुलो पार्क रहेछ ल हामी चाहिँ यो पार्कको भ्यू कम्प्लिट गरेर चाहिँ यता बस्यौँ हामी के डेन्जर के भन्छ त्यसलाई तालमा चाहिँ डेन्जर लाइटहरू हालेर खतरा बनाएको क्यान्डलहरू लाएर हामी त्यहाँ टक्क लाएर भ्यू माग्न बस्यौँ भ्यू माग्न बस्यौँ हाम्रो भ्यू चाहिँ यस्तो छ है हाम्रो भ्यू है डेन्जर छ कि हामी चाहिँ अब फर्किन लाग्यो
फर्किनु लाग्यो डेन्जर भिड छ कि बाटो कि लास्टै झ्याउ गरियो कि खासै के अरे पार्क मात्रै छ होला हामी चाहिँ पार्क मात्रै हेर्नु बस्यो होइन तर चाहिँ पार्कभन्दा पनि जस मन्दिरहरू टेम्पलहरू चाहिँ डेन्जर रहेछ एउटा कुरा त अब ढिला आयो लगभग 2 बजीतिर ढिला आयो त्यहाँ गल्ती भयो अनि त्यसपछि चाहिँ थाहै भएन कि यस्तो दामी ठाउँहरू रहेछ भनेर मन्दिरहरू चाहिँ हेर्नै पाइएन त्यही भएर चाहिँ अहिले चाहिँ हामी स्टकको लागि चाहिँ फर्किँदै हाम्रो 2 जना लाउरेहरू अगाडि छन् है डेन्जर भिड छ कि मान्छेहरूको कि खतरा कि हुनै परदेखि यहीँसम्म कि मोची त्यो त थाहा भएन तर चाहिँ लगभग यस्तो मन्दिरहरूमा चाहिँ केही न केही चाहिँ स्पेसल हुन्छ कि त्यही भएर चाहिँ यो चाहिँ लिएर कस्तो छ है त्यसकोमै सातु हुन्छ नि नेपालको सातु के खायो सेम त्यही थियो है सातु नेपालको सातु हुन्छ नि सेम त्यही छ कि भित्र चाहिँ हल्का गुलियो रहेछ बाहिर चाहिँ लगभग 100% सातु हो कि ल है साथीहरू आजको हाम्रो यात्रा चाहिँ लगभग सकियो भर्खरै फाइनल डेस्टिनेसन यही हो अलि भोक लागिरहेको थियो म्याक्डोनल्ड खायौँ खाजा खाएको एकजना पार्टनर फर्किए त्यही भएर अब हामी चाहिँ ठक्क लाएर घर फर्किने 2 जना रुममा एउटै ट्रेन चढ्नुपर्छ क्या हामी 2 जना चाहिँ डेन्जर रमाइलो भयो आज यो साह्रै है ल है यहाँसम्म हेरेर सहयोग गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है थ्याङ्क यू है